जब तिनीहरूले त्यो तारा देखे तब तिनीहरू अति आनन्दित भएर रमाए। अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे र घोप्टो परेर उहाँलाई दण्डवत गरे। तब कन्दुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मुर्रका भेटी चढाए। मत्ती 1:10-11। 3:10 सुन, धूप र मुर्रा। उहाँलाई कुनै थोकको खाँचो परे जस्तो गरी मान्छेको हातबाट उहाँको सेवा हुनुपर्छ भन्ने नसोच्नुहोस्। प्रेरित 17:25। ज्योतिषीहरूको उपहार सहायता गर्ने हिसाबले वा आवश्यकता पूरा गर्ने हिसाबले दिइएको छैन। यदि विदेशी दर्शनार्थीहरू शाही वास्ताका पोकाहरू लिएर आएका भए राजालाई अनादर हुने थियो। न त यी उपहारहरू घुस नै थिए। व्यवस्था 10:17 भन्दछ कि परमेश्वरले घुस लिनुहुन्न। त्यसो भए ती उपहारको अर्थ के हो त? तिनीहरू कसरी आराधनामय हुन सक्छन्? धनी स्वपर्याप्त मानिसहरूलाई उपहार दिने त्यो व्यक्ति कति उद्वेगका हुन् भन्ने देखाउन दाताको इच्छाको गुन्जन तथा बढावा हो। एक अर्थमा ख्रिस्टलाई उपहार दिनु भनेको उपवास बस्नु जस्तै हो। तपाईँ जुन कुरा बिना रहनुहुन्छ ख्रिस्ट त्योभन्दा बढी मूल्यवान हुनुहुन्छ भन्ने कुरा देखाउनलाई। जब तपाईँ ख्रिस्टलाई यसरी उपहार दिनुहुन्छ, यो येशो भन्ने एउटा तरिका हो। मैले अनुसरण गर्ने आनन्द। मत्ती 2:10 याद गर्नुहोस्। जब तिनीहरूले त्यो तारा देखे तब तिनीहरू अति आनन्दित भएर रमाए। मैले अनुसरण गर्ने आनन्द तपाईँसँग मोलतोल गरेर वा केही भुक्तानीको वार्ता गरेर धनी हुने आशा होइन। म तपाईँका चिजबिजका लागि तपाईँ कहाँ आएको होइन, तपाईँ स्वयंको लागि आएको छु। अनि कुराहरूमा होइन, तर तपाईँ स्वयंमा आनन्दित हौँ भन्ने आशामा यी कुराहरू त्यागेर यो इच्छालाई बढाउँदछु र प्रदर्शन गर्दछु। तपाईँलाई आवश्यक नपर्ने कुराहरू र म रमाउन सक्ने कुराहरू दिएर म अझै उत्साहित भएर र साँचो रूपमा भन्दैछु, तपाईँ मेरो धन हुनुहुन्छ, यी कुराहरू होइनन्। मलाई लाग्छ कि सुन, धूप र मुर्रका उपहारहरू दिएर परमेश्वरको आराधना गर्नुको अर्थ यही हो। अथवा परमेश्वरलाई जुनसुकै कुरा दिने विचार गर्छौँ। परमेश्वरले हामीमा ख्रिस्ट स्वयंको लागि इच्छा जगाउनु भएको होस्। हामी हृदयदेखि नै भन्न सकौँ, प्रभु येशू, तपाईँ नै मसिहा, इस्राएलका राजा हुनुहुन्छ। सबै जातिहरू आउनेछन् र तपाईँको अगाडि घोप्टो पर्नेछन्। तपाईँको आराधना भएको देख्नलाई परमेश्वरले संसारलाई चलाउनुहुन्छ। त्यसकारण जेसुकै विरोध म पाउनेछु होला, म आनन्द साथ तपाईँको अधिकार र प्रतिष्ठालाई श्रेय दिन्छु र तपाईँले मात्र मेरो हृदयलाई सन्तुष्ट पार्नुहुन्छ। यी कुराहरूलाई पक्रेर होइन भन्नलाई यी उपहारहरू ल्याउँदछु।